कसैको कल्पना कहिला शाश्वत सत्यको कसैको कल्पना कहिला शाश्वत सत्यको हैन त कसैले कल्पना गरेको कसैले बनाएको कसैको कलाको परमेश्वर होइन। परमेश्वर त के हुनुहुन्छ त शाश्वत सत्य हुनुहुन्छ जो हामी सँगै हुनुहुन्छ। जब पिताजी हामी सँगै हुनुहुन्छ भने अब हाम्रो बिगार्ने हाम्रो हानि नोक्सान गर्ने हामीलाई समस्यामा पार्ने हामीलाई दलदलमा फसाउने हामीलाई कष्टमा पार्ने कुनै तत्त्व हुनै सक्दैन। त्यो सबै तत्त्वलाई पिताले हटाइसक्नु भएको छ। हजुर हामीलाई परमात्मा पिताले त्यो स्वर्गको आशिष त्यो स्वर्गको महिमा येशू मसीहको नाममा दिइसक्नु भएको छ। अब जो चाहनुहुन्छ त्यो पाइसकेको बोल्नु, जो चाहिएको छैन त्यसलाई मुखबाट कहिले पनि नबोल्नु। जो चाहिएको छ आँखाको अगाडि छैन तर पनि भइसक्यो भन्ने मन गर्नुभयो त भइसकेको काम गर्ने परमेश्वर अदृश्य परमेश्वर दृश्यतामा काम परमेश्वर गरिसक्नु। जो रोग चाहिएको छैन, जो समस्या चाहिएको छैन, जो बाधा चाहिएको छैन, जो दुखाइ चाहिएको छैन, जो चिन्ता चाहिएको छैन, जो ऋण चाहिएको छैन, जो झगडा चाहिएको छैन, जो अशान्ति चाहिएको छैन, त त्यो नचाहिएको चिजलाई तपाईले आफ्नो मुखबाट म यो हो म आफ्नो परिचय नै त्यही समस्याद्वारा कहिल्यै नदिनु। म किडनी फेलर हो, म क्यान्सर रोगी हो, म गरिब मान्छे हो, म दुखी मान्छे, यस्ता शब्द कहिल्यै नबोल्नु। आजैबाट के बोल्नु त तपाई ऋणमा हुँदा धन्यवाद पिता म त धनी भइसक्यो। तपाई